हमेशा मांगतो यो मान्छेको कार्ड आछ तर त्यो नम्बर दिनुभएको त्यो पुरानो हो अपडेटेड छैन हामीले नयाँ नम्बर दिन्छ त्यो मान्छेको नयाँ नम्बरमा कल आएर त्यो मान्छेको कार्ड रिसिभ हुन्छ ठीक छ अगर कोही नम्बर हुन्छ पुरानोवाला तो त्यो मान्छेले पनि खबर पाउँछ बुझ्नुभयो त्यो अलग कुरा हो त्यो सबैको लागि भएको छैन त्यो अलग कुरा हो म त्यो बताउँछु होला किनकि तपाईँको डाउट छ सर्भिस पेन्सनर श्रीमतीले त्यो गर्नु पर्दैन ठिक छ उसको छोराछोरीहरू छ किनकि त्यो के हो छोराछोरीको लागि स्पेसल सर्भिस टाइपको हो लागु छैन होइन तो उसलाई प्रुभ गर्नुपर्छ कि म अनएम्प्लोइड हो म अनम्यारिड हो जस्तो पेन्सनमा गर्छ त्यो त्यस कारणले उहाँले हर साल रिन्यू गर्नुपर्छ तर सर्भिस पेन्सनर और उहाँको श्रीमतीले गर्नुपर्दैन ठिक छ अब यो कुरा हामीले पिसिएस ब्रान्चमा सोध्नुपर्ने हो ठिक छ चलो ओके हामीले पेन्सनवाला कारवाही पहिला सुरु गर्छ जसको लागि हामी यहाँ आछ हजुरले थाहा छ अहिले डिए हजुरको डियरनेस अलाउन्स 58% चल्दैछ होइन ठिक छ तो अब इन केस यो सालमा बढ्यो भने अरू फेरि बढेर आउँछ ठिक छ अटोमेटिक ठिक छ जो महिनामा आयो अनाउन्स हुन्छ उसको नेक्स्ट महिनाबाट हजुरले एरियर पाउन सुरु भयो ठिक छ सेकेन्ड कुरा छ उहाँहरूको एरियरको उहाँहरूको 2 और 3 को सबैको